त गाइज केटा हो ल लाग्यौँ अब हामी चाहिँ गलियो बिहान बिहानै काम गरेर तरिका सो बेसिकली आज के हुँदैछ भने यो चाहिँ प्रचण्डको घरै अस्ति चलेको आन्दोलन सो के हुँदैछ भने आज बेसिकली भन्दाखेरि आज हाम्रो रुम सिफ्टको कार्यक्रम छ र आज हामी यो ढोलाइटी एरियाबाट उता कपन एरियातिर सरेको छौँ अनि हाम्रो सामान चाहिँ हाम्रो बाबा र छ्यामाले पिकअप ट्रकमा लोड गरेर लगिसकेको छ ल बेसिकली म मात्रै अन्तिममा छु म चाहिँ बाइकमा जाने भएर जिन्दगीमा यही छ गाइज काठमाडौँमा ललितपुरमा बस्दा भतुरमा यस्तै हो कहिले यहाँ कहिले वहाँ कहिले यता कहिले उता के हो खै रुम छर्नु पनि लास्ट गाह्रो छ हौ सामानहरू थुप्रेको उठा निकाल त्यतिका यो नेपालको बाटो चाहिँ यस्तै रहेछ जुन सहरमा जाँदा पनि बिचमा चाहिँ खत्तम भएकै हुन्छ बाटो अब हामी मेन रिजन चाहिँ यो कोठा छर्नुको कारण चाहिँ अलिकति ल्याक अफ सर्टेज अफ वाटर भनौँ वाटर हाम्रो त घरबेटीलाई हालिदिन्थ्यो पानी तर फोन गर्दा वाक्का लाग्ने त्यही मेजर रिजन भएर हामी चाहिँ लगभग 1 महिनादेखि अगाडि रुम खोजेको थियौँ ल अस्तिको 1 हप्ता अगाडि हाम्रो छ्यामाले रुम भेट्नु भएछ अब जुन बस्ने एरियातिर त खोइ अब उहाँले भनेअनुसार घरबेटी उहाँ नयाँ घरबेटी भनेअनुसार त पानी छँदैछ भन्नुहुन्छ आफै मोटर चालेर आफै पानी भर्ने अब लेट्स सी के हुन्छ अब त्यहाँ पनि यस्तै स्थिति भयो भने फेरि अर्को ठाउँमा सिफ्ट हान्नु सक्नुपर्ने अवस्था पनि हुनसक्छ लेट्स सी कोई खेत नहीं है अहिले जस्ट सरकारले यो राम्रो काम चाहिँ के गरेको छ भने यो रोडमा यो हाइवे लाइटहरू थिएन अहिले इन्स्टल गर्दैछ लास्ट नेसेसरी थियो हो जस राति कहीँ रातिबाट आउँदाखेरि यो बाटो सुनसान डार्क हुन्थ्यो पिच डार्क त जस डार्क हुन्थ्यो जस अहिले राखेर जस राम्रै काम गर्दैछ तर अझै सिधाएको छ जस्तो छैन कनेक्सन दिनु बाँकी छ जस्तो छ Good driving way guys यो कोटेसामा चाहिँ जाम कहिले नहुने जहिले हुने रहेछ कहिले नहुने रहेछ हौ जिन्दगीमा त्यही जस रातिको 12 बजेतिर चाहिँ अलि जाम हुँदैन तर नर्मली जहिले जामै जाम
I don't know if my voice is being received or not. Shit. Jama पर्यो हाम्रो अगाडि सामान रहेछ त्यो ब्लू कलर स्मल भ्यान छ नि त्यही हो हाम्रो सामान if you are seeing then Benelli ल त गाइज अहिले म कपान आइपुगेँ घरको कुटाको सामानहरू चाहिँ अन द वे नै छ यो यातायातको हल्ला ओ फक म्यान यहाँबाट चाहिँ जानुलाई no टर्निङ मान पऱ्यो वापस र त्यहाँ बाटो बन्द गरेर म पुरा फर्किनु परेको के गर्छु म्यानेजै गरेको होला त्यही पनि सुकुम्बासी टोलहरूको सबै भत्काएर हुन्छ Let's go. Let's not fall behind. Keep on going. In my mind, I want to say you. Go, radio, no. यो अगाडि देखिरहेको नाम के थाहा तँलाई नाम कारको नामै आई कार रहेछ क्या यदि म बाटोमा हिँड्दाखेरि कार देखेको थिएँ अनि कुन कम्पनीको कार रहेछ मोडल के रहेछ भन्छ खोजेँ केही देखिन लाग्छ नामै आई कार रहेछ यसो कस्तो थाहा जस्तो देखिन्छ बिहाबाट चाहिँ तर स्याड पार्ट के हो भने इलेक्ट्रिकको र मलाई इलेक्ट्रिक गाडी बाइक केही इलेक्ट्रिक सामान हुनु पर्दैन मलाई एक टेक्निकली भन्नुपर्दा फिलै आउँदैन फिल Big point.
बस्ने रुम धेरै छ ल त आजको लागि यति नै बाई बाई